यो भिडियो चाहिँ जसलाई चाहिँ सुतिरहनु मन लाग्छ, जसलाई चाहिँ केही पनि गर्नु मन पर्दैन, जसलाई फोन मात्रै चलाइरहनु मनपर्छ है, जसलाई हुन्छ नि अब केही पनि गर्नु मन लाग्दैन, अल्छी मात्रै लाग्छ, निन्द्रा मात्रै लाग्छ, यो भिडियो चाहिँ उनीहरूको लागि हो होइन। किनकि मलाई पनि त्यस्तै हुन्थ्यो। त्यहाँबाट मैले के गरेँ भन्दाखेरि चाहिँ आई स्टार्टेड टेकिङ मल्टिभिटामिन्स। मैले मल्टिभिटामिन्स खानु थालेँ होइन। अन्त कोही बेला चाहिँ म उयो पनि लिन्छु, फिस ओइल्स पनि खान्छु है। त्यो कोही बेला चाहिँ अब हामीलाई त्यस्तो भइरहेको चाहिँ कारण चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अहिलेको खानेकुराहरूमा चाहिँ अब राइट अमाउन्ट अफ हामीले हाम्रो जिउलाई जुन चाहिँ अब न्युट्रियन्ट्सहरू चाहिरहेको हुन्छ होइन, त्यो चाहिँ अब हामीले पाएको हुँदैन। त्यही भएर हामीलाई अल्छी लागिरहेको हुन्छ, त्यही भएर हामीले निन्द्रा मात्रै लागिरहेको हुन्छ होइन। र तपाईँले जब अब मैले जब यो मल्टिभिटामिन्स खानु थालेकोदेखिको चाहिँ आई फिल सो गुड होइन। मलाई एकदम एक्टिभ पनि फिल हुन्छ र मलाई राम्रो पनि फिल हुन्छ होइन। अन्त र म एनर्जेटिक पनि हुन्छु हर वक्त हर टाइम। सो तपाईँको बडीमा पनि त्यस्तो केही ल्याक अफ न्युट्रियन्ट्स भइरहेको होला है। एकपल्ट ट्राई गर्नुहोस्, दोकानमा जानुहोस् अनि एउटा मल्टिभिटामिन किनेर एकपल्ट ट्राई गर्नुहोस्। अगर तपाईँलाई त्यो भएछ भने चाहिँ तपाईँलाई लागिरहेको होला इट्स बिकज यु आर ब्लेमिङ यर सेल्फ। क्या तपाईँले आफूलाई ब्लेम गरिरहेको होला होइन। म त अल्छे छु, मलाई त केही गर्नु मन लाग्दैन, मलाई सुतिरहनु मात्रै मन लाग्छ भनेर। तर त्यो होइन। तर खासमा त्यो चाहिँ जिउलाई नै अब तपाईँले आफ्नो बडीलाई नै राम्रोसँगले नरिस गर्नु भएन भने, राम्रोसँगले केयर गर्नु भएन भने चाहिँ तपाईँलाई त्यस्तै नै फिल भइरहेको हुन्छ। एन्ड यु आर नट सपोज टु ब्लेम यर सेल्फ, यु आर सपोज टु लुक वाट यु आर इटिङ, वाट यु आर डुइङ विथ यर बडी in order to be energetic, in order to be healthy. So त्यही भन्दै आफै हेर्नुहोस्, आफै रिसर्च गर्नुहोस्, इन्टरनेटमा आफै हेर्नुहोस् होइन उयो। अन्त मैले पनि म पनि